बाई बाई। दिदीलाई भेट्नलाई एकदम एक्साइटेड पनि छु, नर्भस पनि छु। धेरै समय पछाडि भेटेर दिदीको घर आइपुग्यो। यता हुनुहुन्छ मेरो दिदी। हात माथि राख्नु छ र हो त्यसरी। अब कालो कालो आउँदो रहेछ भरे बिच्किनु पाइँदैन नि, कालो निकाल्दियो भनेर फेरि हजुरहरुमा आज मैले आज फेरि अर्को नयाँ भिडियो एन्ड ब्लग लिएर आइसकेको छु साथीहरु। म पनि एकदम आराम कुशलै छु, हजुरहरु पनि आरामै हुनुहुन्छ भन्ने आशाका साथ आजको मेरो भिडियो स्टार्ट हुँदैछ साथीहरु। आज चाहिँ भाइ टिका हो। विशेष गरी चाहिँ मेरो दाइ दुईजना बाहिर हुनुहुन्छ, उहाँहरूलाई टिका लाउन नमिले पनि धेरै धेरै सम्झना भन्न चाहन्छु। अनि सम्पूर्ण भाइ दाजुभाइहरूलाई सम्पूर्णलाई ह्याप्पी भाइ टिका पनि भन्न चाहन्छु। आज चाहिँ हामी जाँदैछौँ विराटनगर साथीहरु। मेरो बुढोको दिदी उहाँ हुनुहुन्छ अनि उहाँको हातको टिका लाउन जाँदैछौँ। म चाहिँ टिका लाउन मिल्दैन र पनि जाँदैछु साथीहरु। हेर्दै गर्नु होला के कस्तो हुन्छ, हजुरहरूलाई म देखाउँदै जानेछु। हेर्दै गर्नु होला, हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै आजको मेरो भिडियोतर्फ लगाऊ। ल साथीहरु, मलाई चाहिँ छोडेर यहाँसम्म आउनु भएको थियो, त्यही भएर फेरि म पनि बाटोमा आएर भिडियो स्टार्ट गर्न थालेँ साथीहरु। हामी चाहिँ जाँदैछौँ मेरो छोरो मेरो श्रीमानज्यूसँग। म पनि लाग्दैछु साथीहरु। घाम छ टन्टलापुर। अब हामी लाग्दैछौँ, हेरेर साथ दिनु होला, हेर्दै गर्नु होला भन्दै लागौँ। अब तलहरू जो गर्नु है। बाई बाई। गएको हामी क्यामेराम्यानको हालत। बाई बाई। साथीहरु अब लाग्यो साथीहरु, हेर्दै गर्नु होला के कस्तो हुनेछ आजको भिडियो, हजुरहरूलाई देखाउँदै जानेछु। सुनसान छ रोड। घाम भन्नुहुन्छ भने यस्तो टन्टलापुर लागेको छ, यस्तो टन्टलापुर लागेको छ कि साथीहरु। हाम्रो गाउँठाउँको भ्यू हेर्नु होला। लाएर जाँदैछौँ। साथीहरु हामी चाहिँ जङ्गलमा छौँ, सर्टकटको बाटो लाग्दैछौँ। अब यो चाहिँ जङ्गलको बाटो हो। घरबाट हिँड्यौँ, माट पस्यौँ, थोरै सपिङ गऱ्यौँ, त्यसपछि हामी लाग्यौँ तीनजना आज विराटनगरसम्मको यात्रामा साथीहरु। घरि घाम लाग्छ, घरि छाया पर्छ, यस्तै यस्तै भइरहेको छ साथीहरु। हेर्दै गर्नु होला। अनि साथीहरु म चाहिँ थोरै एक्साइटेड छु, थोरै नर्भस छु, किनभने दिदीसँगको धेरै पछाडि धेरै भन्दा पनि लगभग 5 वर्ष भयो होला भेट नभएको। अनि मेरो बुढो चाहिँ पोहोर पनि टिका लाउन जानुभयो। म चाहिँ पोहोर अब धेरै छ मेरो माइतीहरू होइन, अनि म चाहिँ भ्याइन जानलाई, त्यही भएर बुढो मात्रै जानुभएको थियो। यसपालि चाहिँ मेरो टिका लाउनु हुँदैन, त्यही भएर म पनि जाँदैछु भेट्नलाई, दिदीलाई भेट्नलाई एकदम एक्साइटेड पनि छु, नर्भस पनि छु। धेरै समय पछाडि भेटेर हेर्दै गरौँ। अब दिदी चाहिँ अब भ्लगमा आउनु मान्नुहुन्छ कि मान्नुहुन्न थाहा भएन, र पनि म कोसिस गर्नेछु ल्याउनलाई। साथीहरु हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि मेरो छोरोको पनि भेट, फुपूसँगको भेट त्यस्तै हो, म जस्तै हो, सेम टु सेम। मेरो छोरोको पनि त्यस्तै भयो। आज मामु छोरा चाहिँ धेरै पछाडि भेट्दैछौँ। मेरो बुढोको चाहिँ 1 वर्ष पछाडि हो भेट साथीहरु। हेर्दै गर्नु होला है त। डडीको चोक साथीहरु सानो छ त।
ल है साथीहरू हामी चाहिँ विराटनगर प्रवेश गरियो धुलो यति छ कि पुरै नगर बाटो बनाएको छ त्यस्तै धुलो त्यस्तै घाम त्यस्तै चिनाहरा बनाइदिँदो रहेछ यहाँ विराटनगर साथीहरू दिदीको घर चाहिँ आइपुग्यो बसेको ठाउँ चाहिँ मलाई त लाज लाग्यो लाजले भुटुक्क भयो अब के गर्नु छोरो आऊ न दिदीको घर आइपुग्यो यता हुनुहुन्छ मेरो दिदी यहाँ टिकाको तयारी गर्दै हुन्छ थोरै हाल्नु थोरै त्यत्रै दुईजना मात्रै छ भयो भयो दिदीको यस्तो पो पाउँछ यता त माला यो मालालाई ल रेडी होइन अब टिका लाउनु दुईजना टोपी बाङ्गो भयो म लाउनु हुँदैन सानो म लाउनु हुँदैन म लाउनु भएको भए दुधाहरूलाई म लगाइदिइहाल्थेँ त्यो त मोबाइल उहाँ राख्नु छोरो कता हो कता हात माथि राख्नु छोरा हो त्यसरी डर हाल्ने हाल्दिने उठो यहीँ खानु नि ढोका लगाइदिनु आफ्नै म गइहाल्छु त्यो ढोका लगाइदिनु रिसाउनु हुँदैन आज सिधा गरेर त्यस्तो फाल्नु हुँदैन अहिले अब ज्ञानी भएर बस्नै छन् पातलो भयो बस्नु न सानो बस त के हो यस्तो चिया किन बजाइरहेको अहिले कहिले अर्को कलर पनि थपिदिनु न अब दुईपट्टि नै लगाइदिनु पहिलो वर्ष पहिलोचोटि फुपूको हातको टिका टिका अब पुस्नु हुँदैन ल
हाम्रो चाहिँ हो त्यस्तो छ क्या चलन मिक्स भएर त नि कति थरीको भइसक्यो त 2082 सालको टीका भाइ टीका यसो गरिराख्नुपर्छ त नि अहिले फुपूले तल खाने हात यसो गरिराखे छोड्ला एकछिन ल फुपूलाई खुट्टीमा ढोक्नु यो तपाईँ तपाईँको यो नानीको ल फुपूलाई दिनु त फुपूलाई दिएर ढोक्नु ल खुट्टामा ढोक्नु फेरि लु ढोकी गर्नु खुट्टीमा ढोकी गर्नु अब कालो कालो आउँदो रहेछ भरे बिच्किनु पाइँदैन नि कालो निकाल्दै भनेर फेरि कहिले घोडामा गर्नु घोडामा अनि हातमा अनि कुममा अनि टाउकोमा गर्मी चाहिँ यहाँ त अचकाली नै हुने रहेछ तलदेखि माथि लानु है साथीहरू अब हाम्रो चाहिँ खान्टे पिन्टे सुरु हुँदैछ यहाँ कुलर चलाइदिनु भएको दिदीले केही सुनिँदैन यता टिका लाएर खानु सुरु गर्नुभयो यता सरले यता अर्को सर यता हेर्नुहोस् त सर हेलो फुपूको घर आउनु हो ए ल साथीहरू हामी चाहिँ खान्ते पिन्ते गऱ्यौँ सबै गऱ्यौँ दिदीले यहाँ झोला ठिक पारिदिनु भयो यत्रो पोका अब 3 बज्यो अब घर जाने हामी लाग्यो अब नखाने दिदी पेट भरिसक्यो अब हामी लाग्यौँ बाई बाई गरिदिनु लास्टमा अब यस्तै भयो भेट्दै गरौँ ल बाई 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 गर्दा फुपूलाई बाई बाई ल साथीहरू हामी चाहिँ लाग्यो घरतिर बेलुकी खख अब सरर लाग्यो दिदीहरूलाई भेनाहरूलाई बाई बाई गरेर लाग्यो अब हामी 3 जना चाहिँ टिका सिका लाइयो खानपिन गरियो धेरै अब भेनासँग चाहिँ लाज लागेर धेरै बोलिएन साथीहरू दिदीसँग चाहिँ गफसफ गरियो यस्तै भयो साथीहरू अब हामी घर लागेको अब हामीलाई यहाँदेखि घर पुग्नु कति घन्टा लाग्छ बिस्तारी जाने हो आरामसे हो र ए ल साथीहरू हेर्दै गर्नु होला चाहिँ विराटनगरको ठाउँ यस्तो छ भित्र राख्छ साथीहरू हामी चाहिँ तरर आइपुगेको साथीहरू आइपुगेको अवस्था
यहाँबाट चाहिँ जङ्गल प्रवेश भयो। अहिले निदाइ गयो भने अगाडि राखेर बाउ छोराको पनि के भन्छ बाउ छोराले पनि घरि अगाडि भन्छ घरि पछाडि भन्छ घरि के भन्छ पुरै बुझ्नु गाह्रो भयो साथीहरू। के गर्ने यस्तो यस्तो जिन्दगानी दर्पण खाए साथीहरू। नखाने ल साथीहरू धरानको भिडियो यस्तो छ। हामी चाहिँ अब धरानलाई छोडेर हाम्रो गाउँतर्फ लाग्यौँ साथीहरू। समयमा घाम दिक्क लागेको छ साथीहरू। म चाहिँ यता छु, केही पनि देखिँदैन होला घामले। मेरो मोबाइलमा ब्याट्री पनि सक्यो। अब म तपाईँहरूलाई चाहिँ अब म एकैचोटि घर पुगेर भेट्छु है साथीहरू। मोबाइलमा ब्याट्री पनि सक्यो साथीहरू, चार्ज गर्दै बिर्सेछ, त्यही भएर मोबाइलमा ब्याट्री सक्यो साथीहरू। अब म हजुरहरूलाई एकैचोटि घर पुगेर भेट्नेछु, हेर्दै गर्नु होला। ल त साथीहरू म घर आइपुगिसकेँ फाइनली। हामी चाहिँ घर पनि आइपुगिसक्यौँ साथीहरू। रात पर्यो। अब चाहिँ हामीहरू आएर बसिरहेको छु। एकदम टाउको दुखो, घाम पनि थियो। अनि त्यसपछि अनि बाटोमा मैले अलिअलि क्लिप्सहरू मात्रै गरेँ साथीहरू। अब के गर्नु, यस्तै छ आजको यसपालिको हाम्रो तिहार चाहिँ यस्तै नै भयो साथीहरू। हजुरहरूले कसरी मनाउनु भयो, आफ्नो तरिकाले सबैजनाले मनाउनु भयो होला भन्ने आशाका साथ आजको भिडियो चाहिँ मेरो यहीँ एन्ड गर्ने निर्णय गरेँ साथीहरू। हामी चाहिँ फाइनली घर पनि आइपुगिसक्यौँ। गलेर लखतरान भयो साथीहरू, घामले पोलेर। मैले बाटोमा चाहिँ अलिअलि क्लिप्सहरू मात्रै लिएँ साथीहरू। त्यही भएर अब यति भन्दै आजको लागि चाहिँ म यहाँबाट छुट्टिन चाहन्छु। हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो, यतिन्जेलसम्म मेरो भिडियो हेरेर आइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै, जति पनि नयाँ साथीहरू जोडिनु भएको छ मेरो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर पनि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। जति पनि पुरानो साथीहरू हुनुहुन्छ सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु वान्स अगेन। त्यसपछि अब यो भिडियो चाहिँ भोलि मात्रै अपलोड हुन्छ होला, त्यसैले पनि र पनि हजुरहरूलाई ह्याप्पी तिहार भन्दै आजको भिडियोबाट चाहिँ म छुटिन चाहन्छु साथीहरू। यस्तै नै भयो। हजुरहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नु होला भन्दै आजको लागि चाहिँ बाई बाई एभ्रिवान।